यति बेला म रूपन्देहीको भैरहवा लुम्बिनी गेटको अगाडिपट्टि खाद्य व्यवस्था तथा व्यापार लुम्बिनी प्रादेशिक कार्यालयको गेट अगाडि छु। यति बेला आम नागरिकले ग्यासको प्रतीक्षा गरिरहनु भएको छ, लाइनमा लाग्नु भएको छ। यति बेला 38 डिग्री सेल्सियस चाहिँ भैरहवाको तापक्रम 38-40 डिग्री छ। बिहानदेखि खाना नपकाइकन आम नागरिकले चाहिँ दुःख पाउनु भएको छ र ग्यास चाहिँ निकै लाइन लाउनु परेको चाहिँ यहाँका जनगुनासो पनि छ। वास्तवमा हामीले यसरी हेरिरहेका छौँ यसलाई। लगभग यहाँदेखि गेटसम्मै तपाईँको लाइन लागेको छ। भैरहवा चोकसम्मै तपाईँको लाइन छ। नमस्ते मैडम, नमस्ते। तपाईँ पनि ग्यास भर्नका लागि हो? कति बेरदेखि लाइन लगाउनु भएको छ? 10 मिनट भयो। कहाँदेखि आउनुभयो? बस पार्कबाट। घरको लागि हो? होटल व्यवसायको लागि। होटल व्यवसायको लागि कति ठुलो अप्ठ्यारो छ है? ग्यास पाउनु भएको छैन। अनि केमा पकाएर खुवाउनु भएको छ? इन्डक्सन चुलोहरू चाहिँ छ तर सम्भव छैन, त्यसले मात्रै भेट्दैन। जति पनि आउने ग्राहकलाई खाना आउने, नास्ता खाना आउनेलाई चाहिँ खुवाउनका लागि धेरै गाह्रो छ। अनि यो घाँस बाँस कपास हामीले सबै पुरा गर्छौँ भनेर 2/3 सरकार बनाएर पठायौँ हामीले। अहिले भोट हालेर तपाईँले के भन्नुहुन्छ तपाईँको व्यक्तिगत रूपमा? भोट हालेर त व्यक्तिगत तर्फबाट यस्तो भयो, आधा सिलिन्डर दिनुभयो पहिला। त्यो आधा सिलिन्डरले बरु राम्रो सहज रूपले काम गरेको थियो। एकैचोटि भोट्दाखेरि ठुला व्यवसायले ठुलो धेरै सिलिन्डर एकजनाले जो घोरेर स्टक राखिदिँदाखेरि हामी सानालाई धेरैले स्टक राख्नु भएको छ। स्टक राख्दाखेरि हामी सानालाई मार परेको। सानालाई मार पर्न भएन नि त, सानाले पनि त पाउनु पर्यो नि। सम्बन्धित निकायले यसलाई चाहिँ खोजितोकी गर्नु पर्यो होइन? हजुर। सिलिन्डर भएकोले त एउटा घोरेर एउटा स्टक राखेको हुन्छ, त्यो त सकिँदैन सबैमा। अप्ठ्यारो परेको छ, धेरै पछुतो छ। ठिक छ, धेरै धन्यवाद। तपाईँ कहाँदेखि आउनुभयो? 6 नम्बरबाट होइन? ग्यासकै प्रतीक्षा गरिरहनु भएको छ। धेरै गाह्रो छ, बहुत गाह्रो छ। नयाँ सरकारलाई भोट हालिदियो होइन? घाँस बाँस कपास इन्धन सबै कुरा, शिक्षा स्वास्थ्यमा कति सेल गर्दैछ यताउता। यहाँको मान्छे भुक नै मर्ने। इन्डियामा यताउता लाग्दै उ गरेछन्, लगेछन् है? बहुत लगेछ। सुनौरी बर्डरमा हेर्छौँ हामीले बराबर। हामीलाई दुःख छ। हामी किन दुःख छैन? बहुत दुःख छ। मान्छे कहाँ आएर घाममा एकदम 2 घन्टा 4 घन्टा बसिराखेको छ। यता जाओस् त्यता जाओस्, कहीँ जल्दी पाएको छैन। घर पकाउने ग्यास छैन, केटाकेटी भोकै छन् होइन? आफूले खाना पाइएको छैन, धेरै गाह्रो छ, बहुत गाह्रो भयो, पछुतो छ। भोट केमा हाल्नुभयो? घन्टीमा हाल्दा पछुतो भयो क्या? अरे यही त अब हाल्यौँ त्यहीमा। अब दशा लाग्यो यस्तो। दशा लाग्यो, भोट हालेपछि दशा लाग्यो। दशा लाग्यो। पहिला सरकार आएको थियो, यो सरकारले शिक्षा स्वास्थ्य विद्युत सबैमा चाहिँ आम नागरिकलाई छुट दिन्छ भन्थ्यो होइन? के डबल दाम भएछ, के छुट भएछ? केही भएको छैन छुटहरू। अरू महँगाइ बढ्दै गएछन्, बढ्दै गएछन्। हर चिजको बढ्यो। घन्टी बजाउन मात्रै भयो होइन? त्यो अब त्यस्तै हो। 2-4 जना गर्दा सबैले बजाएको मजा लाग्दैछ सबैले। अहिले बजाएको मजा चाहिँ यसरी लाग्दैछ होइन? धेरै गाह्रो छ, बहुत गाह्रो छ। अब धेरै आशा त गरेको थियो नि। नमस्कार भन्नुहोस् ल। हजुर नमस्कार। के नाम तपाईँको? रेमकुमारी रेग्मी। रेमकुमारी रेग्मी। कहाँदेखि आउनुभयो? कोटियादेखि भित्र। कोटियाबाट भित्र? के भन्नु सर, जहाँबाट भए पनि आउनै पर्यो। कोटियाबाट यहाँ ग्यास लिनका लागि? घर पकाएर खाने ग्यास छैन? छैन, 15 दिन भयो। 15 दिन भयो। केमा उ गरेर खानु भएको छ अहिलेसम्म? अब अहिले त जनताले आगोहरू बाल्ने हेर्नु सब के भयो। वनमा जान पनि वन नजिक छैन होइन? वन नजिक छैन। अब वनमा दाउरा काट्न नि पाइँदैन। पहिला पो त आगो बालिन्थ्यो, त्यही किसिमको भान्सा हुन्थ्यो, त्यस्तै गरेर बालिन्थ्यो, त्यही चलिरहेको थियो होइन? अब अहिले त ग्यासमै पकाएर खाइन्छ त त्यही किसिमको हुन्छ। अब बाल्ने पनि कहाँ? अब
एक त बाल्ने के त्यसमा नि ल्याएर बालिहालौँ भने नि कहाँ बाल्ने जस्तो हुन्छ जनतासँग जोडिएको घाँसबास कपासलाई नै गाह्रो भयो होइन अब खानालाई घाँस नै घाँस नै गतिलो छैन भनेपछि सरकारलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् न तपाईँको दुईटा शब्दमा सरकारलाई त यदि दुःख नदिए हुन्थ्यो पहिला कुर्सीमा नपुग्दासम्म हामीले यो गर्छौँ ऊ गर्छौँ भन्छन् होइन हर चिजमा भ्याट लगाउँछन् ट्याक्स लगाउँछन् हामीहरूलाई कति गरिब जनतालाई कति गाह्रो छ होइन कुर्सीमा बस्ने मान्छेलाई त उनीहरूलाई सबै सुविधाहरू छ हामीलाई त छैन नि केही पनि सबै कमिसन हामी त्यति उसमा जाने हो भने कमिसन खोज्छन् हेर्नुहोस् पहिले अब कमिसन खान्नन् अब रोजगारी छैन त्यसमा रोजगारी छैन इन्कमको स्रोत छैन होइन इन्कमको स्रोत छैन त्यही माथि ग्यास बढेर आछ बिजुली बढेर आछ बढेर आए पनि कमसे पनि पहिला त बढे पनि सुलभ तरिकाले पाइन्थ्यो नि अहिले त त्यही पनि पाइएको छैन कोटियाबाट आउनुभयो कोटियादेखि अझ भित्रबाट हेर्नुहोस् अब यहाँ कति साँझसम्म होला चाहिँ धेरै लामो छ खान त्यतिकै छ नि जस्तो घाममा बस्नु छ नि भात पकाएर खाना त्यत्तिकै चाहिँ कुर्नु परिरहेको छ होइन अब यो सहज गराउनका लागि अब चाहिँ यो जुन निकाय हो त्यसले चाहिँ सहज गराइदिए हुन्थ्यो भन्ने तपाईँ गराइदिए हुन्थ्यो केही रोजगारी दिलाइदिए हुन्थ्यो होइन यो कमसेकम मान्छेलाई पकाएर खान त सजिलै पाओस् न उसले हो नि होइन बाँच्नको लागि खानु नै पर्छ नि पहिला त पर्छ अब खानको लागि नै हामीलाई यदि शास्ति छ भनेपछि धेरै पछुताउनु भएको छ पछुतो छ होइन घन्टीमा भोट हाल्ने त बहुत पछुतो छ हेर्नुहोस् बहुत पछुतो केपीबाले घन्टी बजाउने मन्दिरमा भने जस्तै सही रहेछ भन्छ सही रहेछ होइन सही रहेछ ठिक हो यति धेरै शास्ति थिएन यति धेरै शास्ति थिएन जनतालाई यति धेरै दुःख चाहिँ थिएन आम नागरिक लयको पछिमा लाग्यो लयमा पछि लाग्दाखेरि यस्तो भयो धन्यवाद छ म्याडम धेरै धेरै धन्यवाद यो लुम्बिनी रेडियो तिलोत्तमा टेलिभिजनबाट हेर्न चाहनुहुन्छ भने आउँछ तपाईँले पनि हेर्नु होला है ल